अहिले हाम्रो समाजमा नकारात्मक कुरा बोल्न धेरै सजिलो छ। गसिप, आरोप, आलोचना यी सबै छिटो फैलिन्छन्। तर आज म मन छुने, आँखा रसाउने, समाज बदल्न सङ्केत दिने एउटा घटना सुनाउन चाहन्छु। हिजो मात्रै हाम्रो अफिसमा भएको घटना, यो घटेको घटना हो। हिजो एकजना बुबा धेरै भारी मन बोकेर हाम्रो अफिसमा आउनुभयो। उहाँको छोराको 38 वर्षको उमेरमा दुर्घटनामा परेर निधन भएको रहेछ। छोरा बितेपछि 32 वर्षको बुहारी एक्लै, मौन, भविष्यको अन्योल। अब यहाँसम्म त हामीले यस्ता कथा धेरै सुनेका छौँ। तर त्यसपछि उहाँले भन्नुभएको कुराले हामी सबैलाई एकछिन चुप बनायो। उहाँ भन्नुहुन्छ, मेरो बुहारीको जीवन सकिएको छैन। उनी जवान छिन्, उनले एक्लै जीवन काट्नुपर्छ भनेर कहाँ र कुन कानुनमा लेखिएको छ? यदि उनको जीवनमा फेरि कोही साथी, सहारा, जीवनसाथी आउन सक्छ भने म ससुराको हैसियतले होइन, एउटा मानिसको हैसियतले उसको फेरि विवाह गरिदिन चाहन्छु। यस्तो योग्य, समझदार, इमान्दार व्यक्ति हुन्छ भने म आफै खोजेर यहाँसम्म आएको हुँ। यो सुन्दा हामीलाई दुःख मात्रै लागेन, गर्व पनि लाग्यो। किनभने यहाँ एउटा बुवाले समाजको डर होइन, बुहारीको भविष्य रोज्नुभयो। यहाँ संस्कार हराएन, यहाँ संस्कार अझै माथि उठ्यो। अब प्रश्न यो हो, समाज बदल्न कसरी सुरु गर्ने? अरूले होइन भने हामीले किन नगर्ने? समाज परिवर्तनको जिम्मेवारी सरकारको मात्र होइन, हामी जस्तो संस्थाको मात्र होइन, सबै व्यक्तिको जिम्मेवारी हो। अब तपाईँ भन्नुहोस्, यस्तो सोचलाई समर्थन गर्नुपर्छ कि पर्दैन? कमेन्टमा आफ्नो विचार व्यक्त गर्नुहोस्। यी कुरा सेयर गर्नुहोस् ताकि सायद कसैको जीवनमा आशाको ढोका खोलिदिनेछ। लभ यू नेपाल। धन्यवाद।